पोखराको मुख्य पहिचान मानिने फेवाताल नेपालको एक प्रसिद्ध र दोस्रो ठुलो ताल हो। समुद्री सतहबाट 742 मिटरको उचाइमा अवस्थित यो ताल लगभग 5.23 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। औसत 8.6 मिटर र अधिकतम 24 मिटर गहिराई रहेको यस तालको पानीमा माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरी हिमालको मनोरम प्रतिबिम्ब देख्न सकिन्छ। मध्यभागमा रहेको तालबराई मन्दिर, डुङ्गा शहर र मनोरम दृश्यका कारण यो ताल आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइ बन्दै गएको छ। हर्पन र फिर्के खोलाको बहावले सिन्चित यो तालले स्थानीय पर्यटन र अर्थतन्त्रलाई गति दिएको छ। तर पछिल्लो समय फेवाताल सङ्कटमा पर्दै गएको छ। खोलाहरूले बगाएर ल्याउने ढल, फोहोर, दाउरा र जलकुम्भी झारका कारण तालको प्राकृतिक सौन्दर्य बिग्रिँदै गएको छ। साथै माटो भरिएर गहिराई र क्षेत्रफल घट्ने जोखिम बढेको छ। नेपालकै गहनाको रूपमा रहेको फेवातालको अस्तित्व जोगाउन फोहोर व्यवस्थापन, अतिक्रमण नियन्त्रण र दीर्घकालीन संरक्षणका कदमहरू तत्काल चाल्नु आवश्यक रहेको देखिन्छ।